बिहानीको मिरमिरेसँगै चरा पनि रमाइरहेछ, चिरबिर गरिरहेको छ साथीहरू। दिनभरिको घाम, पानी, हावा, हुरी बतासको चिन्ता छैन। ऊ गाइरहेको छ आफ्नै पारामा। त्यसैले हामी पनि यो चरा चुरुङ्गी प्रकृतिबाट यस्तै सिक्नुपर्छ साथीहरू। यो बोट बिरुवाबाट सिक्नुपर्छ। हेर्नु देख्नुभयो त, फलानाले माया गरेन, ढिस्काले माया गरेन, यो गरेन त्यो गर्दैन भनेर गुनासो गर्नु हुँदैन है। हाँस्नुपर्छ। स्वास्थ्यका लागि हाँसो अति आवश्यक कुरा हो साथीहरू। यो बहुमूल्य औषधि पनि हो। शत्रुको लागि भने यो रामबाणै हो, भुतुक्कै मरिहाल्छ। त्यसैले शत्रुको अगाडि गुनासो गर्नु भन्दाखेरि हाँसेर हिँड्नुपर्छ। माया गर्दैन कसैले, यो गर्दैन कसैले भनेर हामी कहिल्यै पनि गुनासो गर्नु हुँदैन साथीहरू। आफूले आफूलाई माया गर्नु सिक्नुपर्छ। फलानाले मलाई बुढीले माया गरेन, बुढाले माया गरेन, यस्तो उस्तो, नो 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 नो, यो गलत हो है साथीहरू। त्यसैले पहिला आफूले आफूलाई माया गर्ने। त्यो कसरी भन्दाखेरि बिहान बिहान होइन, योगा गर्ने, ध्यान गर्ने। म बाटोमा बसिरहेको छु, तर म बाटोमा यो सुन्दर दृश्य छ, आनन्द होइन, रमणीय शान्त वातावरणमा बसेर यो नै हो माया। यो आफूले आफूलाई माया गरेको हो साथीहरू। मलाई त्यस्तो लाग्छ। तपाईँहरूलाई कस्तो लाग्छ?